ल साथीहरु सबैलाई नमस्कार। अब हामीले चाहिँ एउटा क्लास 8 को एकदमै इम्पोर्टेन्ट क्वेसन है फर क्लास 8 को लागि एउटा क्वेसन छ सल्भ ग्राफिकल्ली भन्ने ग्राफ बनाएर सल्भ गर्ने एकदमै सजिलो क्वेसन छ। यो ट्राई गरौँ है त। सल्भ ग्राफिकल्ली भनेर दिन सक्यो क्वेसन चाहिँ x + y = 4 अनि x - y = 2 आयो। सपोज यो क्वेसन भयो, ठीक छ। अब हामीले यसलाई सल्भ ग्राफिकल्ली भनेको के हो भन्दा हामीले यो इक्वेसनबाट चाहिँ पोइन्ट निकाल्छौँ यो लिनियर इक्वेसनबाट। अनि हामीले चाहिँ के गर्छौँ भन्दा ग्राफमा प्लट गर्छौँ अनि जुन पोइन्टमा चाहिँ दुईटा लाइन चाहिँ इन्टरसेक्ट हुन्छ त्यो पोइन्ट चाहिँ हाम्रो एन्सर हुन्छ है। अब यसको लागि के गर्नुहोस् भन्दा यसलाई इक्वेसन फर्स्ट मान्नुहोस्, यसलाई इक्वेसन सेकेन्ड मान्नुहोस्, यो गर्न पनि सक्यो। अब नाउ एकदमै सजिलो मेथड है, फ्रम इक्वेसन फर्स्ट भनेको हामीलाई के दिएको छ भन्दा x + y = 4 छ। x + y = 4 और अब यो दुईटा भेरिएबलमा एउटा भेरिएबललाई इक्वल टु उता लैजानुस् के भनेको x = 4 यो प्लस y = यता आउँदा के भयो -y। सिम्पल यति गर्न सकियो। अब हामीले यसबाट पोइन्ट निकाल्ने हो। नाउ लेट अस सल्भ इन टेबल हैन, लेट अस सल्भ इन टेबल यति लेख्न सकियो। अब यसपछि यहाँ लेख्नुस् x, यहाँ लेख्नुस् y। सिम्पल है। ठीक छ, अलि रफ भयो। अब यसपछि हामीले हेर्नुस् इक्वल टु यता कुन छ y छ भने y को ठाउँमा हामीले भ्यालु सपोज गर्ने हो के। मैले सुरुमा 0 राखेँ भने यो माथि हेर्नु है 4 - 0 भनेको 4 भयो। सिम्पल यो गर्न सकियो। अब इक्वल टु यता चाहिँ इक्वल टु यता भेरिएबल y छ है, त्यही भएर अब मैले 0 राखेको थिएँ, अब 1 राखेँ। 4 - 1 भनेको 3 भयो। सिम्पल। अब 2 सपोज गरेँ भने 4 - 2 भनेको कति भयो 2, यति गर्न सकियो। अब यसको पोइन्टहरु हेरौँ के बन्यो त पोइन्टहरु। एउटा बन्यो यो x को सुरुमा लेख्नुस् है 4, 0, ठीक छ। अर्को बन्यो 3, 1 अनि अर्को बन्यो 2, 2, यति गर्न सकियो। तीनटा पोइन्ट यो एउटा इक्वेसनको लागि। अब सेकेन्ड इक्वेसनको लागि फेरि यतातिर सल्भ गरौँ। नाउ फ्रम इक्वेसन सेकेन्ड हैन। अब इक्वेसन सेकेन्ड हाम्रो कुन छ x - y = 2 छ। x - y = 2 यति लेख्न सक्नु। अब मैले के भनेको थिएँ यो दुईटा भेरिएबलमा एउटा भेरिएबललाई इक्वल टु त लाने भनेको x = 2। अब यो -y = यता आउँदा के भयो +y। सिम्पल। अब यो गर्न सकियो। अब फेरि टेबलमा सपोज गर्नुस् x y भयो यो गर्न सकिएन। अब इक्वल टु यता भेरिएबल कुन छ y छ भने y को ठाउँमा मैले 0 राखेँ। 2 + 0 भनेको 2 सिम्पली। अब 2 फेरि 1 सपोज गरेँ 2 + 1 भनेको 3। अब मैले 2 राखेँ 2 + 2 भनेको 4। सिम्पल है। मैले एकदमै सजिलो 0, 1, 2 तपाईहरुले -1 -2 यस्तो सपोज गर्न पनि पाउनुहुन्छ, तर मैले चाहिँ एकदम सजिलो मेथड छिटो आउने आन्सर गर्न खोजेर त्यही भएर 0, 1, 2 जो सपोज गरेर पोइन्टहरु एउटा 2, 0 एउटा 3, 1 अर्को के भयो 4, 2। अब यो दुईटामा कुनै पोइन्ट सेम आएको छ कि आएको छैन हेर्नु त 4, 0, 3, 1, 2, 2, 2, 0, 3, 1 भनेपछि यो 3, 1 चाहिँ के रहेछ कमन छ भनी हाम्रो पोइन्ट 3, 1 नै हुन्छ कि ग्राफमा प्लट गर्दा। अब यसलाई ग्राफमा प्लट गर्दा मसँग त्यहाँ ग्राफ छैन, तपाईहरुले ग्राफमा चाहिँ प्लट गर्नुपर्छ यो। अब सिम्पली अहिले मैले छिटो बनाउन खोजेँ है। यो भयो x ड्याश x को नेगेटिभ, यो x यो y ड्याश भनेको y को नेगेटिभ। अब x को भ्यालु हाईएस्ट भनेको 4 सम्म छ भने मैले 5 सम्म बनाइदिन्छु। 0, 1, 2, 3, 4, 5, -1, -2, -3, -4 अनि -5 सिम्पल है। अब y को पनि तलपट्टि यहाँ 1 यहाँ 2 -1 -2 -3 -4 अनि -5 अनि माथिपट्टि 1 2
3 4 अनि 5 यहाँसम्म बनायो ठिक छ। अब हामीले यो इक्वेसन फर्स्टको हेरौँ त 4,0 4 भनेको याक्सको पोजिटिभ अनि 0 अरे है 0 1 2 3 4 भयो याक्सको 4 पोजिटिभ आयो 0 भनेको यही जो पोइन्ट बन्यो ठिक छ सिम्पली। अब 3,1 भनेको 3 याक्सको 3 अगाडिको भनेको याक्सको है पोजिटिभ 0 1 2 3 राइट साइड आयो वाइको 1 भनेको पोजिटिभ भनेपछि माथि गयो यसको सिधा भनेको यहाँ बन्यो। अनि अर्को पोइन्ट 2,2 याक्सको 2 वाइको पनि 2 यहाँ एउटा पोइन्ट बन्यो 2,2 ठिक छ। यो पोइन्टलाई स्केलले चाहिँ एउटा लाइन काटिदिनुहोस् स्केलले यो पोइन्टलाई जोडेर यो गर्न सकियो। अब त्यस्तै गरी अर्को यतापट्टि छ 2,0 हेर्नुहोस् है 2,0 भनेको यहाँ बन्यो जान्नुभएको छ नि। अनि 3,1 भनेको यहाँ अर्को पोइन्ट बन्यो अनि अर्को 4 याक्सको 4 यहाँ वाइको 2 भनेको माथि यसको सिधा यो सिधा है भनेको अब यो पोइन्टलाई पनि जोडिदिनुहोस् यो स्केलले जोड्नु होला है सिधा बनाएर। अब हाम्रो पोइन्ट कहाँ मिट भयो त भनेको यो 3,1 मा भयो भने हाम्रो एन्सर के हुन्छ 3,1 द्याट इज याक्स इक्वल टु 3 वाइ इक्वल टु 1 यो चाहिँ एन्सर। यसरी चाहिँ सल्भ गर्न पर्यो है त्यस्तो गाह्रो छैन प्र्याक्टिस गर्नुहोस् मजाले सकिन्छ।